स्वागत छ स्कुप बाइबलमा। कहिलेकाहीँ यस्तो लाग्छ नि, जीवनको वेटिङ रुममा फसिरहेको छु जस्तो। चाहे त्यो जागिरको नतिजा पर्खिरहेको होस्, कुनै सम्बन्ध सुध्रिने आशामा होस्, वा संसारमा भइरहेका उथलपुथल हेरेर अब कहिले शान्ति होला भन्ने प्रश्न होस्। हामी सबैलाई त्यो अधीरताको अनुभव हुन्छ। किन यति धेरै समय लागिरहेको छ? के मेरो प्रार्थना सुनिएको छैन? यस्तै प्रश्नहरूले मनमा डेरा जमाउँछन्। आज हामी एउटा यस्तो पदलाई गहिरिएर हेर्दैछौँ जसले ठ्याक्कै यही मानवीय अधीरतालाई सम्बोधन गर्छ। यो पद हो 2 पत्रुस 3:9, जसमा यसो भनिएको छ, केही मानिसले सोचे जस्तो यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्न, तर उहाँ तिमीहरूप्रति धीर्जी हुनुहुन्छ, किनकि उहाँ कोही पनि नाश नहोस्, बरु सबैले पश्चाताप गरून् भन्ने चाहनुहुन्छ। यो पद पढ्दा त सरल लाग्छ, तर यसभित्र समय, धैर्य, प्रेम र न्यायको बारेमा धेरै गहिरो कुरा लुकेको छ। के यो ढिलाइ साँच्चै ढिलाइ हो, वा हाम्रो बुझाएभन्दा परको कुनै ठूलो उद्देश्य लुकेको छ? आउनुहोस् आज यसको पत्र उदिनौँ। सुरुमा त यो पद कुन परिस्थितिमा लेखिएको थियो भन्ने बुझ्न जरुरी होला। यो कुनै दार्शनिक विचारको रूपमा मात्र त आएको थिएन होला नि। पत्रुसले कसलाई र किन यो कुरा भनिरहेका थिए? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो पद शून्यमा लेखिएको थिएन। पहिलो शताब्दीको समय थियो। ख्रिस्टियनहरूले धेरै सतावट भोगिरहेका थिए। येशूले प्रतिज्ञा गर्नुभएको थियो कि उहाँ फर्कनुहुनेछ र न्याय स्थापित गर्नुहुनेछ। तर वर्षहरू बित्दै गए, दशकहरू बित्दै गए, अनि समाजमा अझ भनौँ मण्डलीभित्रै पनि केही मानिसहरूले खिल्ली उडाउन थाले। कस्तो खिल्ली? उनीहरू भन्थे, खै त उहाँको आगमनको प्रतिज्ञा हाम्रा पुर्खाहरू बितेर गए, तर संसार त जस्ताको तस्तै चलिरहेको छ। उनीहरूको तर्क थियो कि केही पनि परिवर्तन भएको छैन, त्यसैले केही पनि परिवर्तन हुनेवाला छैन। उनीहरूले परमेश्वरको प्रतिज्ञालाई एउटा झुटो आशाको रूपमा चित्रण गरिरहेका थिए। यो कुराले विश्वासमा कमजोर भएकाहरूलाई निराश बनाउँदै थियो। भनेपछि यो पद ती शङ्का गर्ने र खिल्ली उडाउनेहरूलाई दिएको एउटा जवाफ थियो। यो केवल सान्त्वना दिन मात्र होइन, तर एउटा तर्कलाई खण्डन गर्न लेखिएको थियो। ट्याक्कै पत्रुसले उनीहरूको सोचाइको त्रुटि औल्याइरहेका थिए। उनी भन्दै थिए, तिमीहरूले जसलाई ढिलाइ भनिरहेका छौ त्यो यहोवाको असफलता वा बेवास्ता होइन। यो पद एउटा शक्तिशाली प्रतिवाद हो। यसले भन्छ कि जुन कुरा बाहिरबाट निष्क्रियता जस्तो देखिन्छ, त्यो भित्रबाट एउटा उद्देश्यपूर्ण र सक्रिय प्रतीक्षा हो। यो त रोचक छ। त्यसो भए पदको पहिलो भागमै जाउँ न त। यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्न। यो भनाइ नै आफैमा एउटा चुनौती जस्तो सुनिन्छ। तर इमान्दारीपूर्वक भन्नुपर्दा हाम्रो मानवीय अनुभवमा त ढिलै भएको जस्तो लाग्छ नि, होइन र? हो, हाम्रो दृष्टिकोणबाट हेर्दा त्यस्तै लाग्नु स्वाभाविक हो। हाम्रो जीवनकाल सीमित छ, 80-90 वर्ष। हाम्रो लागि 1 दशक भनेको जीवनको ठूलो हिस्सा हो। तर पत्रुसले यही अध्यायको पद 8मा एउटा अचम्मको कुरा सम्झाउँछन्। यहोवाको लागि 1 दिन 1000 वर्ष जस्तो र 1000 वर्ष 1 दिन जस्तो हुन्छ। यो तुलनाले त हाम्रो समयको धारणालाई नै उल्टाइदिन्छ। एकदम, यसले उल्टाइदिन्छ। यसको मतलब यो होइन कि यहोवाको क्यालेन्डरमा 24 घण्टा बराबर 1000 वर्ष हुन्छ। यो एउटा काव्यिक अभिव्यक्ति हो जसले भन्छ कि यहोवा समयको बन्धनभन्दा बाहिर हुनुहुन्छ। उहाँ समयको मालिक हुनुहुन्छ, दास होइन। त्यसैले उहाँको लागि समयको महत्त्व कति लामो भन्नेमा होइन, तर उद्देश्य पूरा भयो कि भएन भन्नेमा हुन्छ। जुन कुरा हामीलाई पीडादायी ढिलाइ लाग्छ, उहाँको बृहत योजनामा त्यो उद्देश्य पूरा हुनको लागि ठिक समय हुन सक्छ। ठिक छ, उहाँ ढिलो हुनुहुन्न, तर हाम्रो दृष्टिकोणबाट फरक समयमा काम गर्नुहुन्छ। त्यसो भए त्यो पर्खाइको कारण के हो त? पदले भन्छ, तर उहाँ तिमीहरूप्रति धीर्जी हुनुहुन्छ। यहाँ तिमीहरूप्रति भन्ने शब्दले यसलाई निकै व्यक्तिगत बनाउँछ है। एकदम, यो धैर्य अमूर्त छैन, यो हामी प्रत्येक व्यक्तिप्रति लक्षित छ। र यो धैर्यतालाई केवल सहनु वा पर्खनुको रूपमा मात्र बुझ्नु हुँदैन। यो एउटा सक्रिय गुण हो। यसलाई यसरी सोच्न सकिन्छ, यहोवाको धैर्यताले परिवर्तनको लागि एउटा मनोवैज्ञानिक रूपमा सुरक्षित ठाउँ सिर्जना गर्छ। मानिसहरूले दबाव, धम्की वा डरले आफ्नो बानी बदल्न सक्छन्,
तर साँचो र दिगो परिवर्तन तब मात्र आउँछ जब उनीहरूलाई सोच्ने, बुझ्ने र निर्णय गर्ने ठाउँ दिइन्छ। वाह, यो त मैले कहिल्यै सोचेको थिएन। मनोवैज्ञानिक रूपमा सुरक्षित ठाउँ मतलब यो धैर्यता एउटा अवसर हो, सजायको स्थगन मात्र होइन। हो, यो निष्क्रिय प्रतीक्षा होइन, तर सक्रिय रूपमा मौका प्रदान गर्नु हो। यो एक कुशल मालीले बिरुवालाई बढ्नको लागि सही वातावरण दिए जस्तै हो। उसले बिरुवालाई तानेर ठूलो बनाउन सक्दैन, तर बढ्ने अवसर सिर्जना गर्न सक्छ। हो, घाम, पानी र मल दिएर। यहोवाको धैर्यता त्यस्तै हो। अनि त्यो धैर्यताको पछाडिको मूल उद्देश्य के हो त? पदले अगाडि भन्छ, किनकि उहाँ कोही पनि नाश नहोस्। यो कोही पनि भन्ने शब्दले त मलाई सधैँ झस्काउँछ। यो कति निरपेक्ष र समावेशी छ। उहाँले असल मानिस वा धेरै जसो मानिस भन्नु भएन। यो साँच्चै नै बाइबलको सबैभन्दा गहिरो भनाइहरूमध्ये एक हो। यसले हरेक मानव जीवनको मूल्य देखाउँछ। उहाँको नजरमा गम्भीर गल्ती गर्ने व्यक्ति पनि फ्याँकिदिने वस्तु होइन। यो वाक्यांशले उहाँको चरित्रको मूल भागलाई प्रकट गर्छ। उहाँको पहिलो इच्छा विनाश होइन, तर उद्धार हो। न्याय उहाँको चरित्रको हिस्सा हो, तर प्रेम उहाँको प्रेरणा हो। कोही पनि भन्ने शब्दले हामीले अरूलाई हेर्ने दृष्टिकोणमा पनि चुनौती दिन्छ। हामी सजिलै मानिसहरूलाई खराब वा सुध्रिनै नसक्ने भनेर लेबल लगाइदिन्छौँ, तर यो पदले भन्छ कि यहोवा त्यसो गर्नुहुन्न। यसले त मानवीय न्याय र ईश्वरीय न्याय बीचको भिन्नतालाई पनि देखाउँछ। हामी सजाय दिन हतारिन्छौँ, तर उहाँ उद्धार गर्ने अवसर खोज्नुहुन्छ। अनि त्यो उद्धारको माध्यम के हो त? पदको अन्तिम भागमा छ, बरु सबैले पश्चाताप गरून् भन्ने चाहनुहुन्छ। हामी अक्सर पश्चातापलाई केवल नराम्रो महसुस गर्नु वा रुनु मात्र सोच्छौँ। के यो त्यति मात्र हो? त्योभन्दा धेरै गहिरो छ। यहाँ प्रयोग भएको मूल ग्रीक शब्द हो मेटानोया। यसको शाब्दिक अर्थ हो आफ्नो मन परिवर्तन गर्नु। मेटा मतलब परिवर्तन, नोया मतलब मन। यो भावनात्मक पीडा मात्र होइन। अर्को एउटा ग्रीक शब्द छ मेटामेलोमाए, जसको अर्थ गरेको काममा पछुताउनु हो। तर पत्रुसले मेटानोया शब्द प्रयोग गरे। अर्थात् यो भावना भन्दा पनि सोचाइ र दृष्टिकोणसँग सम्बन्धित कुरा भयो। ठ्याक्कै, यो एउटा संज्ञानात्मक परिवर्तन हो। यो भनेको आफ्नो जीवनको दिशा गलत थियो भनेर स्वीकार्नु, युटर्न लिनु र पुरै फरक दिशामा हिँड्न सुरु गर्नु हो। यो आफ्नो जीवनको अपरेटिङ सिस्टम नै अपडेट गरे जस्तो हो। यो केवल गल्तीको लागि माफी माग्नु होइन, तर गल्ती निम्त्याउने सोच र जीवनशैलीलाई नै त्याग्नु हो। त्यसैले यहोवा मानिसहरूले केवल दुःख मानेको हेर्न पर्खिरहनु भएको छैन, तर उनीहरूले साँचो र दिगो परिवर्तन गर्न सकुन् भनेर समय दिइरहनु भएको छ। यो त निकै शक्तिशाली विचार हो। त्यसो भए यो सबै कुरालाई हाम्रो दैनिक जीवनमा कसरी लागू गर्न सकिन्छ त? सिद्धान्त त राम्रो लाग्यो, तर जब म ट्राफिक जाममा फसेको हुन्छु वा मेरो इन्टरनेट स्लो चल्छ, तब यहोवाको धैर्य सम्झिन गाह्रो हुन्छ। हो, त्यो एकदमै व्यावहारिक कुरा हो। पहिलो पाठ त हाम्रो आफ्नै लागि हो। जब जीवनमा केही कुरा ढिलो भइरहेको जस्तो लाग्छ, चाहे त्यो करियरको प्रगति होस् वा व्यक्तिगत समस्याको समाधान, हामी त्यसलाई समस्याको रूपमा हेर्छौँ। तर यो पदले हामीलाई त्यसलाई अवसरको रूपमा हेर्न सिकाउँछ। यो पर्खाइको समय सायद आफूलाई जाँच्ने, आफ्नो प्राथमिकताहरू मिलाउने वा कुनै नयाँ सिप सिक्ने समय पो हो कि? मतलब त्यो खाली समयलाई एउटा उद्देश्यपूर्ण समयमा बदल्ने हो। यो ढिलाइले हामीलाई सोध्न बाध्य बनाउँछ, के म साँच्चै तयार छु? के मेरो चरित्रमा केही सुधार गर्नुपर्ने छ? यसले अधीरतालाई आत्मपरीक्षणमा बदल्न मद्दत गर्छ। यो चिनिया बाँसको रुखको कथा जस्तै हो। किसानले 5 वर्षसम्म पानी हाल्छ, केही देखिँदैन। बाहिरबाट हेर्दा त्यो समयको बर्बादी जस्तो लाग्छ, तर 6औं वर्षमा त्यो बाँस 6 हप्तामै 80 फिट अग्लो हुन्छ। वृद्धि त 5 वर्ष भइरहेको थियो, तर जमिन मुनि जरामा। हाम्रो जीवनको पर्खाइको समय पनि त्यस्तै जरा बलियो बनाउने समय हुन सक्छ। यो त राम्रो उदाहरण भयो। अनि अरूसँगको सम्बन्धमा नै जब हामी आफ्ना साथीभाइ वा परिवारका सदस्यहरूलाई उही गल्ती बारम्बार दोहोऱ्याइरहेको देख्छौँ, तब धैर्य राख्न साह्रै गाह्रो हुन्छ।
र त्यति बेला हामी अक्सर छिटो गर सुध्रिहाल भन्ने दबाब दिन थाल्छौँ। तर यो पदले हामीलाई ऐना देखाउँछ। जसरी यहोवा हामीलाई परिवर्तन हुनको लागि ठाउँ र समय दिनुहुन्छ कि हामी अरूलाई त्यही अनुग्रह दिन सक्छौँ। हाम्रो अधीरताले अक्सर मानिसहरूलाई रक्षात्मक बनाउँछ र परिवर्तनको ढोका बन्द गरिदिन्छ। तर हाम्रो धैर्य, हाम्रो माया र हाम्रो निरन्तर समर्थनले उनीहरूको लागि त्यही मनोवैज्ञानिक रूपमा सुरक्षित ठाउँ सृजना गर्न सक्छ जहाँ उनीहरू डराएर होइन तर साँच्चै चाहेर परिवर्तन हुन सक्छन्। तर यहाँ एउटा खतरा पनि त छ नि। यदि यहोवा यति धेरै धैर्यवान हुनुहुन्छ भने मानिसहरूले यसको गलत फाइदा उठाउन सक्दैनन् र अझै धेरै समय छ, पछि सुधार गरौँला भन्ने सोच आउन सक्छ नि। यो एकदमै गम्भीर र महत्त्वपूर्ण प्रश्न हो। पत्रुसले यो कुरालाई पनि सम्बोधन गरेका छन्। यो धैर्य अनन्त छैन। यो एउटा अवसरको झ्याल हो जुन सधैँ खुला रहँदैन। पदले यो पनि स्पष्ट पार्छ कि न्यायको दिन आउनेछ। त्यसैले यो धैर्यलाई कमजोरी ठान्नु वा केही नगरे पनि हुन्छ भन्ने लाइसेन्सको रूपमा लिनु ठूलो भूल हो। भनेपछि यो धैर्यता र जिम्मेवारी सँगसँगै आउँछ। अवश्य, यो धैर्यता एउटा उपहार हो, तर त्यो उपहारसँगै एउटा जिम्मेवारी पनि आउँछ। त्यो समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्ने जिम्मेवारी। यो आगो निभाउन आएको दमकलले दिएको समय जस्तै हो। घरबाट सुरक्षित बाहिर निस्कनको लागि, घरभित्रै बसिरहनको लागि होइन। त्यसैले यो पदले हामीलाई सान्त्वना दिन्छ, तर साथसाथै एउटा जरुरी आह्वान पनि गर्छ। आजको छलफलबाट मैले के बुझेँ भने 2 पत्रुस 3:9ले ढिलाइ भन्ने हाम्रो मानवीय धारणालाई पुरै परिवर्तन गरिदिन्छ। जुन कुरालाई हामी कमजोरी वा व्यवस्था ठान्छौँ त्यो वास्तवमा प्रेम, कृपा र हरेक व्यक्तिलाई दिएको अवसरको उच्चतम अभिव्यक्ति रहेछ। सारमा भन्नुपर्दा यहोवा ढिलो हुनुहुन्न, तर उहाँ प्रेमले भरिपूर्ण हुनुहुन्छ। उहाँको प्रतीक्षाले उहाँको शक्तिहीनता होइन, तर उहाँको चरित्रको गहिराई देखाउँछ। उहाँ संसारको विनाश गर्न सक्ने शक्ति राख्नुहुन्छ, तर उहाँले त्यो शक्तिलाई रोकेर राख्नु भएको छ, किनकि उहाँको सबैभन्दा ठूलो इच्छा भनेको हामी प्रत्येकले जीवनको सही बाटो रोज्न सकौँ भन्ने हो। यो पदले यहोवाको न्याय, प्रेम र धैर्य कसरी एकैसाथ काम गर्छ भनेर सुन्दर तरिकाले देखाउँछ। र यो पर्खाइको समय, यो अतिरिक्त समय हामी प्रत्येकको लागि व्यक्तिगत रूपमा दिएको उपहार हो, ताकि हामी आफ्नो सोच र जीवनको बाटोलाई अझ राम्रो बनाउन सकौँ। यो वास्तवमा सोच्न बाध्य बनाउने कुरा हो। यो पद अबदेखि मेरो लागि केवल शब्दहरूको सङ्ग्रह मात्र रहेन, तर समयप्रतिको मेरो दृष्टिकोण नै चुनौती दिने एउटा ऐना बनेको छ। यसैगरी यस हप्ताको मौलिक सङ्गीत ढिलो होइन सँग बिदा हुन्छौँ। अर्को हप्ता स्कुप बाइबलमा फेरि भेटौँला। लामो रात चाहिँ तन्किन्छ कहिले, घडीका सुई रोकिए जस्तै, किन भनेर गिलिएको स्वर छल बाहिर उही सहर। तर तपाईँ जान्नुहुन्छ मेरो कमजोरी भुलेको बिउ पानी हचुवामा होइन, नरम हातलाई चुपचाप पर्खिरहनुहुन्छ। ढिलो होइन यहोवाको धैर्य, निबल लागेका दियालाई जोगाउन फेरौँ दिशा आजको एक पाइला, शीतल हावा पकाउँछ। ढिलो होइन यहोवाको धैर्य, फर्कने बाटो यही छ। मेरो भोलि हार नमान्दै तपाईँ पर्खिरहनुहुन्छ। बहाना बोल्न सजिलो भयो, मुख्य कुरा पछाडि पर्यो, तर मुटुभित्र कतै रोयो। फेरि न चाहन्छु भनेर आज फेरि रोज्न सक्छु हिजोको गल्ती।
तपाईँको चाहना एउटै छ, बाँचिरहोस् बस त्यति